इतिहास कसैको बपौती होइन, इतिहासलाई जानाजान ओजेलमा पार्नुहुन्न। लिम्बुवानको इतिहासमा पनि एउटा चम्किलो तारालाई ओजेलमा पार्ने काम भएको छ। जस्तो लिम्बुवान अस्तित्वको सवालमा सर्वप्रथम बन्दुक उठाउने क्रान्तिकारी यो ज्ञानबहादुर याङथुम्बा अहिले गुमनाम छन्। 2007 सालको क्रान्तिका इलाम, झापा लगायतका जिल्लाहरू समेटेर लिम्बुवान अस्तित्वको लागि इतिहासमै पहिलो पटक बन्दुक बोकेका क्रान्तिकारी योद्धा ज्ञानबहादुर याङथुम्बा, जीबी याङथुम्बाको नाम अहिले कहीँ कतै कसैले भुलेर पनि लिँदैनन् र आवश्यक पनि ठान्दैनन्। किन? आश्रयकै सवाल बन्न गएको छ। पूर्व माझ, किरात, भोजपुर कब्जा गर्ने दुई मध्ये एक रामप्रसाद राईको खुबै चर्चा गरिन्छ। तर बिना रक्तपात भोजपुर कब्जा गर्नुमा अहम भूमिका खेलेका अर्को मास्टर माइडण्ड युक्त योद्धा नारद मुनि थुलुङको नाम झुक्किएर पनि कहीँ कसैले लिँदैनन्। भोजपुर कब्जा गरेको बखत म राणाकै मानिस हुँ, काङ्ग्रेस बहकाउमा लागेको होइन भनेर तत्कालीन बडा हाकिमलाई थुलुङले जालमा नफसाएका भए माल अड्डा लुटेका थाहा पाउनसाथ बडा हाकिमले माल अड्डा लुट्ने रामप्रसाद राईहरू जस्ता काङ्ग्रेसलाई तह लगाऊ भन्दै आफ्नो मातहतमा रहेको राणा शासनको हात हतियार नारद मुनि थुलुङको हातमा नथमाइदिएको भए भोजपुर बिना रक्तपात मुक्त नभई त्यहाँ रक्तपात मात्र होइन जे पनि हुन सक्थ्यो। स्मरणीय छ, रामप्रसाद भोजपुर जेलमा हुँदा भोजपुरमै पुगेर मुक्ति सेनाको चिफको हैसियतले जेल मुक्त गराउने उनै जीबी याङथुम्बा र भोजपुरलाई रक्तपात हुनबाट जोगाउन कुटनीतिक खेल खेल्ने नारद मुनि थुलुङको नाम पनि इतिहासले बिर्सन हुन्न भन्ने छहराको भनाइ हो। थप जानकारीको लागि छहराविक्ली.com मा गई हेर्न सक्नुहुनेछ। थप जानकारी र विशेष सामग्रीका लागि हेर्न सक्नुहुन्छ छहरा साप्ताहिक।